गाइस हामी चाहिँ आज कलर एक्सेल गेम खेल्दैछौँ मलाई थाहा छैन यसले के खिच्यो भने ओके लेट्स गो स्टार्ट फर्स्ट रेडमा ल रेडमा नआए है ओके ओके बाय जल्दी गर्छ है 1 2 3 गो ये ओ म त यस्तो मन पर्छ रेड है यो चाहिँ आयो अब भने मैले रेड भने तै भने अब ग्रीन ओके ओके ल ए अजिब अजिब यार अब त हात आयो मेरो पनि फेरि 1 2 3 गो गो सेम कलर सेमै परेछ माता यस्तो हुन्छ थ्याङ्क यू अब ब्ल्याक ओके ब्ल्याक ब्ल्याक हो ए ल्या ओके ओके ल्या ओके ल 1 2 3 गो या सरी यार मैले त यस्तो थियो तर तिमीलाई कस्तो राम्रो देख्छ यार वाउ थ्याङ्क यू म यस्तै लाउँछु ले ले वाउ थ्याङ्क यू सो मच अब ला सरी लक लाग्यो थ्याङ्क यू अब स्काई ब्लू ल ओके ल ल 1 2 3 गो गो मैले सबै खानेकुरा ल्याइदिनु यार ओ माय गॉड विश्वमा ल गाइस खानेकुरा अहिले चाहिँ म अझै मोटाओस् भनेर लिएर आइदिन्छु किनभने हामी विश्व रेकर्ड तोड्छौँ क्या मोटा थ्याङ्क यू सो मच मम्मी अब हाम्रो के कुन भयो रेड भयो ब्ल्याक भयो पिङ्क ल पिङ्क 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 त फेरि छ होला ए रोकै राम्रो नराम्रो हुँदैन क्या ल पिङ्क 1 2 3 गो राम्रो थ्याङ्क यू सो मच होइन मलाई चाहिँ अहिले जस्ट नाउ पनि एकदम युजफुल हुने कुरा हो यो चाहिँ थ्याङ्क यू मेरो साइज चाहिँ कसरी त होइन अब डार्क ब्लू ब्लू गाढा ब्लू ब्लू या ब्लू 1 2 3 गो स्टार्ट ए गाइस यसलाई नै एकदमै मन पर्छ क्या यो मलाई नि मन पर्छ एकदम तर यो मलाई साइज हुँदैन ओ थ्याङ्क यू सो मच है एकदमै बेस्ट कलर छ म फ्रुट बोल्दै अब कुन कलर छ पगे ग्रे बाँकी छ अब व्हाइट व्हाइट त मैले प्योर व्हाइट चाहिँ पाइनँ ल 1 2 3 गो स्टार्ट वाउ ए अब व्हाइट त व्हाइट नै हो होइन तर कलर मिक्स छ ल मैले प्योर व्हाइट चाहिँ पाइनँ तपाईँले व्हाइट पाइछु तर मैले पनि हेरेको हो कि नपाएको थ्याङ्क यू सो मच चाहिरहेको थियो थ्याङ्क यू अब हाम्रो पर्पल पर्पल या मेरो पर्पल पनि प्योर पर्पल छैन ल पर्पल के हो र भेन्टाको ए पर्पल ल
1 2 3 गो वाउ मेरो फोनलाई कभर ल्याइदिसे मैले अस्ति यसकै पसल गरी हेरेँ यो चाहिँ पर्पल यो होला असलमा थ्याङ्क यू म यो भिडियो अफ गरेर हाल्छु यो क्यामेरा कभर चाहिँ अब हाम्रो बाँकी रह्यो येलो ओरेन्ज भनेपछि अनि ऊ पनि त ग्रे बाँकी छ होइन अब ग्रे ग्रे भनेको व्हाइट कलर टाइपको होइन कुन कलर भन्नु पाउन म ग्रे कहाँ छ ल ग्रे ग्रे मैले ब्राउन चाहिँ सोचेछु क्या ग्रे भनेको ल ब्राउन पनि छ ए ल 1 2 3 ग्रे नेल पोलिस ल गाइस एल्सको नाम त यो ओड्छ नि हैन म चाहिँ यसले यस्तो ओडेको एकदम मन पर्छ क्या त्यही भएर मैले अनि मलाई चाहिँ यसको नङ एकदमै मन पर्छ यसको नङ हेर्नु नआऊ गाइस म त तर मैले अहिले काटे सबसे मन पर्ने यसको नङ अनि थ्यांक यू सो मच थ्यांक यू सन ल्याइदिए ल अब जल्दी ट्राभल गर्दैछु त्यति बेला अगाडि जान्छु अब ओरेन्ज 1 2 3 गो खोलेर हेर थ्याङ्क यू होइन तर किनकि म खाँदिनँ यो मलाई मन पर्दैन म भन्छु तपाईँ खाएको त त्यो चाहिँ म अनि फेरि विचार गरेछु तर म त यस्तो त यादै भएन यार व्हाइटमा ओरेन्ज यो हालेर खान्छु तर म खाँदैन यसलाई खुवाउँछु भोलि बिहान यस्तो छ अब हाम्रो बाँकी लास्ट वान दुईटा अब के बाँकी ब्राउन भन्छ होइन कफी कलर ब्राउन ल 1 2 3 ओ सक्स ब्राउन छ है गाइस यो पनि ब्राउन होला गाइस म त कलर पनि सिलाइदिनु हो अब आई डोन्ट नो यसलाई मन पर्छ पर्दैन लालिक थ्यांक यू वाउ लिपस्टिक लाइदिन्छु ल अब लाइहाले म लिपस्टिक यस्तो कलरहरु धेरै लाउँछु यसलाई थाहा नि त लास्ट येल्लो तर येल्लो भने कस्तो कलर पर्छ मलाई पनि थाहा छैन यो कस्तो ओके ल 1 2 3 गो ल गाइस मेरो चाहिँ येल्लो हैन गाइस थ्यांक यू सो मच